सो साथीहरु अहिले चाहिँ म ठ्याक्कै नारायणीको तीरमा आएको छु है। यो चाहिँ गैँडाकोट साइड हो क्या हैन। र यो ठाउँमा अहिले चाहिँ यो खोलाको सेफ हेर्ने हो भने पहिलाको भन्दा म्याक्सिमम खोलाहरू अलिकति बढ्न थालिसकेको छ क्या। पहिला भन्दा अलिकति माथि आइसकेको छ हैन। र अब चाहिँ थोरै सतर्कता चाहिँ अपनाउनु पर्छ हामीले यो ठाउँमा। र जतिले पनि यो भिडियो हेर्दै हुनुहुन्छ प्लिज सेयर गरिदिनु होला। अब चाहिँ खोलामा आफ्नो बच्चाहरू चाहिँ सिंगल एक्लै चाहिँ नछोड्नु होला हेर। तपाईहरु पनि आफै पनि यो खोलामा चाहिँ आउनु भएको छ भने अलिकति सतर्कता चाहिँ अपनाउनु पर्छ है। किनकि यो खोला एकदमै ठुलो खोला हो हैन। र एकदमै यसको बेग पनि एकदम पावरफुल हुन्छ। र यहाँ चाहिँ एकचोटि छिरे पछाडी रेस्क्यु टिमले पनि बचाउन अलिकति गाह्रो नै पर्छ क्या। सो यो नारायणको नदीको विषयमा थोरै अलिकति के भन्न चाहे भन्दाखेरि यो नारायण नदी चाहिँ विष्णुको रूपबाट चाहिँ नारायण नदी राखिएको भन्ने एउटा नाम पनि छ हैन। र अर्को कुरा यसमा चाहिँ 9 वटा नदीहरू चाहिँ मिसिएर आएर चाहिँ त्यहाँबाट चाहिँ नारायणी बनेको। देवघाट क्षेत्रबाट चाहिँ तलबाट चाहिँ नारायणी बनेको भन्ने एउटा भनाइ पनि छ। र अर्को कुरा यो चाहिँ हेर्ने हो भने नेपालको 7 वटा एकदम प्रख्यात नदीहरू मध्येको चाहिँ एउटा नदी चाहिँ यो नारायण नदी हो क्या हैन। र अर्को कुरा वर्ल्डमै संसारमै यदि एकदमै महत्त्वपूर्ण शालिग्राम पाइने ठाउँ भनेको चाहिँ कहाँ हो त भन्दाखेरि यो पनि नारायणीमा नै हो कि हैन। यो चाहिँ ठ्याक्कै यो चाहिँ यो देवघाटबाट अलिकति तलपट्टि दोभान छ जुन जहाँबाट चाहिँ ठ्याक्कै नारायणी चाहिँ सुरुवात हुन्छ। जुन चाहिँ दुईटा नदी मिलेर चाहिँ नारायणी सुरुवात हुन्छ त्यहाँबाट चाहिँ यता नारायणी छ। र त्यहाँ पाइएको शालिग्राम चाहिँ एकदमै महत्त्वपूर्ण र एकदम पावरफुल र विष्णुको रूप पनि भनिन्छ क्या। र शालिग्राम कसरी बन्छ भन्दाखेरि अलिकति म थोरै जोड्न मन लाग्यो। सायद मलाई धेरै कुरा थाहा छैन होला तर अलिअलि पनि जति मलाई थाहा त्यो मलाई सेयर गर्न मन लाग्यो। सो जब हिमालहरू बने त्यो बन्नुभन्दा पनि अगाडि चाहिँ यो सबै क्षेत्रहरू चाहिँ त्यो हिमाली क्षेत्रहरू चाहिँ सबै समुद्रले ढाकेको थियो भन्ने चाहिँ एउटा कुरा छ क्या हैन। यो वैज्ञानिक उस पनि हो, आँकडा पनि हो। र अर्को कुरा धार्मिक रूपमा पनि यो शास्त्रहरूमा पनि लेखिएको छ भनेर चाहिँ हाम्रो गुरुहरूले सुनाउनुहुन्छ हैन। जो सगरमाथा थियो सगरमाथा बन्नुभन्दा अगाडि चाहिँ पुरै समुद्र थियो। र त्यो समयमा जति पनि समुद्र जीवहरू एउटा अलग प्रकारको एउटा स्पेसल जीव जो चाहिँ जब बिस्तारै समुद्रमा चाहिँ सगरमाथामा पढ्न हुँदै गयो त्यसपछि सबैजना त्यो जीवहरू चाहिँ के भयो त हिमालले चाहिँ पुरिन थाल्यो। र त्यसमा चाहिँ एउटा चाहिँ के हो त पानीको चाहिँ ढिक्का ढिक्का हैन यो चट्याङहरू बन्न थाले के। र त्यसमा एउटा स्पेसल जीव जुन जीवलाई चाहिँ अहिले चाहिँ हामीले त्यसको चाहिँ जुन शालिग्राम फुटाएर हेर्दा भित्रबाट जुन सेप निस्किन्छ नि त्यो सेपलाई चाहिँ जुन चाहिँ चक्र आकार भन्छ त्यसलाई चाहिँ विष्णुको चाहिँ सुदर्शन चक्र पनि भनिन्छ। त्यही कारणले गर्दा विष्णुसँग जोडिएर चाहिँ यसको पूजा गरिन्छ र यसमा पावर हुन्छ एउटा विष्णुको रूप हो पनि भनिन्छ। र त्यो जीव चाहिँ जब चट्याङहरूमा चाहिँ जब चाहिँ परिणत भयो र पछिको क्रममा चाहिँ जब चाहिँ त्यहाँबाट खोलाहरू झर्न थाले भत्केर झर्दा गर्दा चाहिँ त्यो जुन चट्याङ जुन चाहिँ ढुङ्गा सेपमा थिए तिनीहरू झर्दै गर्दाखेरि चाहिँ खेल्दै खोलाहरूले चाहिँ हामीसम्म आइपुग्दाखेरि त्यसको चाहिँ आकारहरू गोलो हुन पुग्यो। र त्यसलाई फुटाएर हेर्दा जुन भित्र चाहिँ जुन जीव चाहिँ जुन सगरमाथा बन्नुभन्दा अगाडि प्राचीन युगमा चाहिँ जुन चाहिँ समुद्री जीव चाहिँ जसरी चाहिँ एउटा चाहिँ पानीको डल्लो हिउँको डल्लो चाहिँ चट्याङ जसरी चाहिँ बनेको थियो त्यही फुट्दाखेरि चाहिँ त्यहाँभित्र चाहिँ त्यो जुन चक्र आकार भन्छ त्यो चाहिँ त्यो जीवांशको चाहिँ हो भन्ने चाहिँ एउटा वैज्ञानिक उस पनि छ क्या। र यसलाई चाहिँ विष्णुको रूपसँग पनि जोडिन्छ हैन। सो यो नारायणी एकदम प्रख्यात नदी नेपालको 7 वटा नदी मध्येको प्रख्यात नदी। त्यही कारणले गर्दा तपाईँहरू चाहिँ यो ठाउँ भिजिट गर्न आउनु होला एकचोटि चाहिँ अवश्य पनि हैन। यहाँ चाहिँ हाम्रो चितवन राष्ट्रिय निकुञ्ज पनि जोडिएको छ र हाम्रो गैँडाकोट जोडिएको छ। गैँडाकोट यहाँबाट अलिकति अब 15-16 किलोमिटर अगाडि गइसके पछाडि चाहिँ देवचुली छ जहाँ चाहिँ देवभूमि पनि भनिन्छ। त्यहाँ पनि एकदमै ठुलो धार्मिक क्षेत्र हो त्यो पनि। र अर्को कुरा हाम्रो यहीँ नजिकै चाहिँ मौलाकालिका छ। मौलाकालिका पनि एकदमै राम्रो रमाइलो धार्मिक क्षेत्र हो। र यहीँनिर हाम्रो देवघाट पनि छ र यहीँनिर हाम्रो चाहिँ राष्ट्रिय निकुञ्ज पनि छ। र धेरै चिजहरूले चाहिँ चितवनलाई चाहिँ जोडेको छ, गैँडाकोटलाई जोडेको छ, नवलपरासीलाई जोडेको छ। त्यही कारणले गर्दा तपाईँहरू जहाँ पनि हुन्छ एकपटक चाहिँ चितवन चाहिँ अवश्य आउनु होला है त। र सो म अलि फुल इन्फर्मेसन दिन सकिनँ होला शालिग्रामको विषयमा चाहिँ। यदि तपाईँहरू जान चाहनुहुन्छ भने गुरुहरूसँग धार्मिक गुरुहरूसँग स्पेसल गुरुहरूसँग जोडेर चाहिँ सोध्नु भयो भने तपाईँहरूले अझै राम्रोसँग थाहा पाउनुहुन्छ। सो यो भिडियो हेर्दै हुनुहुन्छ नि एकदमै अब खोला बढ्दैछ सतर्कता अपनाउनु होला र आफ्नो बालबच्चाको पनि हेरचाह गर्नु होला। र हामीले सोचेको भन्दा पनि डिफ्रेन्ट अप्रिय घटनाहरू घट्न सक्छ। त्यही कारणले सबैजना चाहिँ सतर्क रहनु होला र यो भिडियोलाई चाहिँ सेयर गरेर चाहिँ सबैमा चाहिँ फैलाइदिनु होला है त। थ्याङ्क यू सो मच, अल द बेस्ट, बाई बाई।